and subscribe to our channel. Hello everyone, welcome back to my channel. अनि यो vlog चाहिँ नेपालीमा हुनेछ अनि यो चाहिँ मेरो आजको फिट, so stay along. आज हामी कहाँ जाँदैछौँ? आज हामी पिकनिक जाँदैछौँ, so stay tuned and subscribe to our channel. Broccoli. So finally हामी हाम्रो पिकनिकको जग्गामा आयो. यो चाहिँ अप्पर दुधे हो अनि यहाँ चाहिँ अब हामी बिस्तारो बिस्तारो सबैजनाले चाहिँ स्टार्ट गरेको हाम्रो जे पनि पकाउनेहरू छ. अनि यहाँ चाहिँ मैले मेरो भाइलाई सोधिरहेको थिएँ के बनाएको भनेर. अन्त भाइले चाहिँ हातले कुखुरा देखाउँदै थियो हैन, कुखुरा बनाएको भनेर. अनि भाइले चाहिँ आफ्नो फिट देखाउने अरे, सो उसले उसको लुगा देखाउँदै थियो मलाई. अनि यहाँ मेरो बहिनी दिदी देन हामीले चिया खायो सबैजनाले. अलिकति स्न्याक्सहरू थियो हाम्रो, त्योहरू खायो फर्स्टमा. यो चाहिँ यहाँको भ्यू. अनि बिस्तारो बिस्तारो निकै मान्छेहरू आउनु थाल्दै थियो. एन्ड यहाँ चाहिँ हाम्रो चिकन कर्जी मर्जी रेडी भइसकेको थियो. अनि यहाँ मेरो दिदीले पनि भ्लग गर्नुहुँदै थियो. हामी सबैजनाले अलि टेस्ट गर्दै थियो. यो मैले चाहिँ कोकसँग खाँदै थिएँ. अनि यहाँ मेरो दादाले पनि दामी छ भन्नुहुँदै थियो हो. यहाँ अन्त मेरो भाइ चाहिँ कराईसँगै खाँदै थियो, कराईमा हालेर. त्यही भएर चाहिँ भाइलाई एक्सपोज गरिदिएको यहाँ हो. एन्ड देन लास्टमा मैले सोधेँ पनि कस्तो भएछ भन्दाखेरि चाहिँ घिनलाग्दो भन्दै थियो मेरो भाइले हो. एन्ड लास्टमा चाहिँ हामीले यहाँ पुच्का पनि पाएँ होइन, पुच्का पनि मिठो थियो. अनि त्यसको बाद चाहिँ पोलेको मासु खानु भन्ने लागि गर्दाखेरि चाहिँ हाम्रो पोल्ने नभएर चाहिँ लास्टमा चाहिँ बाँसहरू लिएर आएर चाहिँ भाइ र काकाले पोलेर दिनुभएको थियो. पोलेको मासु हेभी मिठो थियो, दामी थियो हो. यहाँ हाम्रो काकाले पोल्नु हुँदैछ. एन्ड इट वाज ग्रेट, इट वाज भेरी डिलिसियस. इट वाज देन हाम्रो डान्सहरू भइसकेर चाहिँ यहाँ खानातर्फ लाग्दै थियो. अनि खानाहरू अलमोस्ट पाकिसकेको थियो, सो पापडहरू रेडी हुँदै थियो. देन यो हामीले लन्च गऱ्यो. यहाँ थियो राइस, चिकन पनि हेभी टेस्टी थियो, हाम्रो काकाले बनाउनु भएको. यहाँ सर्भिङ हुँदै थियो, चिकन थियो, स्यालेड थियो, दाल पनि थियो. देन दाल, आलुदम थियो, पापडहरू थियो. एकदमै मिठो थियो. हामी सबै फ्यामिलीहरूले यसरी बसेर सबैजनाले मिलेर खायो. दिस वाज माई प्लेट. अनि यहाँ चाहिँ म आफूलाई फिल्म गर्दैछु. अनि म हतपत फिल्म गर्दिनँ, बट आज चाहिँ मैले आफूले खाएको फिल्म गरेँ. अनि यहाँ चाहिँ मैले मेरो दिदीलाई सोध्दै थिएँ कस्तो भयो भनेर. दिदीले दामी भयो भन्नुहुँदै थियो. अनि यो चाहिँ खोलाको भ्यू. हामी खानाहरू खाएर एकछिन बाहिर गएको थियो खोलाहरू हेर्नु. अनि यहाँ दिदीलाई फेरि मैले सोध्यो कति मजा आयो. दिदीले पुरा मजा आयो भन्दै थियो. त्यही भएर चाहिँ दिदीले चाहिँ मासु बेसी खाएर उलिक भयो भन्नुहुँदै थियो. यहाँ हाम्रो भाइले चाहिँ स्विमिङ गर्छ अरे, उसको भिडियो बनाइदिएको हो. दामी स्विमिङ गर्छ हाम्रो भाइले, त्यही भएर चाहिँ उसको भिडियो बनाउँदै थियो. अनि तपाईँहरू कोलाई चाहिँ यो मिठाई याद छ? हामीले सानोमा पुरा खान्थ्यौँ, मैले त झन् हो. अनि यो फेरि खोलाको भ्यू. अनि यो चाहिँ बहिनी, अन्त म चाहिँ यतापट्टि फोटो खिच्न आएको थियो, त्यहाँको भ्यूहरू हो. अनि किन चाहिँ भोइस ओभर गरेको भन्दाखेरि चारैपट्टि पुरा गीतहरू बजिरहेको थियो, त्यही भएर चाहिँ हो. अनि गीतहरू भिडियोमा आयो भने चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ मैले भोइस ओभर गरेको यो भिडियोमा चाहिँ हो. नेक्स्ट भिडियोमा चाहिँ भोइस ओभर गर्दिनँ. अनि यहाँ मेरो बहिनी. अन्त यो जग्गा पनि दामी थियो. कति मान्छेहरूले यस्तो बनाएको थियो, मैले पनि बनाएको थिएँ. अनि पिकनिक सकेर चाहिँ यसरी सबै पेपर प्लास्टिक्सहरू युज गरेको यसरी जलाएर चाहिँ पिकनिक एन्ड गर्यो. তোমার